Hi, Namaste, and a very good morning, everyone. My name is Ashmita Gurung, and I'd love to welcome you in Ashmita's vlog. आज को दिन चाहिँ एकदम स्पेशल हुने वाला छ because I am attending a dish party organized by our mother. सबैजना आथे हाजु बजामाहरू सबैजना मिलेर हामी छोरीहरूलाई पनि इन्भाइट गर्नु भएको यो पार्टीमा म पनि जाँदैछु. सो आई एम रियली एक्साइटेड. मेरो सबैजना रिलेटिभ्सहरूलाई भेटिरहँदा चाहिँ कस्तो हुन्छ नि धेरै पछाडि भेट्दैछौँ नि त, त्यही भएर पनि आइएम रियली एक्साइटेड फर द्याट. फुपू बजामालाई भेट्न चाहिँ एकदमै एक्साइटेड छु बिकज हामी अलि धेरै नै भयो नभेटेको. अनि उहाँहरू सबैजनालाई भेटेर आज चाहिँ अभियसली हामी एकदमै रमाइलो गर्नेछौँ, नाच्नेछौँ. पार्टी छ है भनेर पहिले खबर आएको थियो. म मेरो मेकअपहरू म गर्न लाग्दैछु बिकज आई हेभ नट डन एनी मेकअप. आइ एम इन माई बियर फेस अनि मोइस्चराइजर लाउन लागेको छु. अहिले चाहिँ समर टाइम पनि हो नि त, त्यही भएर पनि मेकअपहरू स्पेसली स्वेट प्रुफ और वाटर प्रुफ चाहिँ गर्दा ठिक हुन्छ. अझै आज त नाचिन्छ पनि. सो यहाँ फेसको काम भइरहेको छ. आइम गन डु द क्रिम्पिङ अफ माई हेयर. कर्ल्स गऱ्यो भने चाहिँ बिकज माई हेयर इज सो सर्ट अझै माथि जान्छ. तर लुज कर्ल चाहिँ गर्नु पर्ला. र आज के एकदमै सरप्राइजिङ कुरा के भयो भने मैले चाहिँ यो अभियसली आमाले किनिदिनु भएको थियो होइन, म्याकको यो लिपस्टिक. आई फरगट के यो मैले कता राखेको थिएँ भनेर. एन्ड देन आई सरप्राइजली फाउन्ड दिस वान. आई एम सो ह्याप्पी. यो चाहिँ पिङ्कमा छ होइन, यसरी राख्दाखेरि चाहिँ इट्स सो ब्युटिफुल. अनि यसको प्याकेजिङ पनि मलाई एकदमै मन परेर हुन्छ नि नचलाइकन राखेको थिएँ. अनि जे कुरा अलिक धेरै सम्हालेर राखिन्छ नि त्यो नै हराउँछ अथवा त्यो नै आफूबाट टाढा हुन्छ भने जस्तै यो पनि त्यस्तै भइरहेको थियो. एन्ड देन आई गट दिस वान. अहिले अघि भर्खर मात्र भनौँ न. अनि सो आइएम रियली ह्याप्पी. यो भयो अनि अर्को यो उस पनि म्याककै यो लिप लाइनर पनि यत्तिकै नै राम्रो देखिरहेछ जस्तो लागिरहेछ. के गरौँ भयो. सो मेरो चाहिँ फेसमा स्वेटिङ स्टार्ट भइसकेको छ, त्यही भएर पनि आई एम अबाउट टु ड्राई इट विथ द हेल्प अफ टिस्यु. सो नाउ आई एम अप्लाइङ फाउन्डेसन. एन्ड नाउ अब चाहिँ मसँग ब्रसेसहरू छैन, अब के गर्ने भनेर सोचिरहेको छु. आई एम थिङ्किङ अबाउट डुइङ माई आइब्रो विथ द हेल्प अफ दिस पेन्सिल. मैले कुनै पनि ब्रस सेटहरू नलागेको कारणले गर्दा म चाहिँ अलिक ट्रबलमा हुन्छु जस्तो लागिरहेछ. हिजो ब्रस सेट किन्छु भन्ने सोचिरहेको थिएँ. यताउता कामहरू परेको कारणले गर्दा अर्को ब्रस सेट किन्न नि पाइनँ. सो दिस इज अ ब्रो होममेड Anastasia Beverly Hills को. Is it making any difference? आज फर द फर्स्ट टाइम गेट रेडी विथ मी टाइपको भिडियो म बनाउँदैछु. एन्ड देन म चाहिँ पेन्सिलले लगाइरहेको छु. एन्ड इट्स नट गुड. अप्ठ्यारो चाहिँ फिल भइरहेछ एकदमै धेरै. I don't know how am I about to wear those eyeshadow. कस्तो नराम्रो देखियो. भिडियोमा भन्दा चाहिँ अलि ऐनामा अलि कम्फर्टेबल देखिरहेछ एक्चुअलमा. ब्लसहरू चाहिँ ब्लस भन्दा पनि आइ एम नट वेयरिङ ब्लस. ब्लसलाई म आई स्याडो जस्तो बनाएर लगाउँछु सो द्याट ठिकठाक देखोस् विथ द हेल्प अफ माई फिङ्गर्स. स्लाइट पनि एकदम धेरै हुन्छ नि. And I'm gonna wear this one.
यसको शेड चाहिँ मलाई एकदम मनपर्छ अब चाहिँ म हाइलाइटर लगाउँछु विथ द हेल्प अफ अगेन finger. So finally I am here. वर्षपछि हाम्रो यो जम्प भेट गरिसकेको कार्यक्रमको के अरे कार्यक्रम जम्मा गरेको भनौँ न अब गठन गरेको समयबाट बल्ल आज हामीसँग सँगै भयो त्यसको लागि एकदम खुसी छ सँगै हुन पाउँदाखेरि र बहिनीले हामीलाई सबै कार्यक्रममा के अरे हामीलाई सहयोग पुर्याइराख्नु भएको छ हामीलाई गुनियो टी सर्ट अनि पैसा सबै दिन त सबै दिदीबहिनीहरूले दिनुभएको छ र तर आज बहिनी हाम्रो अगाडि बसिराख्नु भएको छ आइदिनु भएकोमा धेरै धेरै खुसी छ र उहाँलाई एउटा हाम्रो दिदीबहिनीको तर्फबाट एउटा मान सम्मानको कार्यक्रम राखेको छु त्यसमा बहिनीले पनि स्वीकार दिनुहोला र बहिनीलाई उत्तर प्रगतिको कामना गर्दछु हाम्रो दिदीबहिनीको तर्फबाट मुरी धन्यवाद एकदम निरोगी होस् मनले आँटेको चिताको सबै सफलता होस् भन्दै बहिनीलाई एउटा दोब्बलमा चाहिँ सीता फुपू र भाइकुमारी फुपू आएर बहिनीलाई यो सल र एउटा फुल बुटी छ त्यसमा फुपू ढाकेको फुल बजेको ल साइन अनुसारले आइदिएको भएर एकदमै खुसी लागेको छ आमाहरू छोराको छोरीहरू छ हामी नै छोरी हामी नै आमा हामी नै के अरे दिदीबहिनी हामी नै बुहारी हामी नै भाउजू हामी सबैले आफ्नो के अरे यो के अरे हाम्रो जन्मदिनको यो हामीले जन्म लिएको छोरी चेली भएको कर्तव्य भूमिका निभाएर आएका छ त्यसमा कसैले दुःख मान्नु हुन आफ्नो दुःख मिलेर बाँडेर ल कसैको बुहारी जोवन मेरो बिच्छा चाँडै दुःख गरी दैवा कहिलिन्छु कुटबाट वचनले नहुँदा मरिदिन्छु मार बरु वचनले नमार यो घर किन उठे सहिदिन्छु कुटा बरु वचनले नकुटा मरिदिन्छु मार बरु वचनले नमार धन्यवाद थ्याङ्क यू सो मच सबैजना मेरो फुपू आमा दिदी बहिनी होइन भगिनी अनि सम्पूर्ण भाइ म एकदम आभारी छु होइन मैले यसरी सधैँभरि दिन पाऊँ है दिन सकौँ दिन पाओस् त हजुरहरूको आशीर्वादले सधैँभरि दीर्घायु आयु होस् राम्रो होस् होइन मैले नि सधैँभरि यसरी दिन पाओस् थ्याङ्क यू सो मच बजिमाहरूलाई तीजको शुभकामना बजाउनले नि ह्याप्पी तिज भन्दिनु बजामा ह्याप्पी तिज के भन्दिनु थ्याङ्क यू भन्नुभएको छ हुन्छ हजुर बजामा ह्याप्पी तिज मेरो बजामाहरू दुईजना सोचमा ये बजामा
आज डाइटिङ हुनुहुन्छ आज डाइटिङ तोड्नु आज थ्याङ्क यू बाबु भिडियो गरिदिनु भएकोमा है थ्याङ्क यू मेरो छोरीलाई आजलाई तिजको शुभकामना है थ्याङ्क यू बाबु दिदी ह्याप्पी तिज थ्याङ्क यू तिमीलाई पनि हेप्पी तिज है थ्याङ्क यू दिदी कन्ची हेप्पी तिज भएर हामी भेट भयो सबै है त नि भेट हुन पायो मिलाथे भातहरूले कति धेरै So I'm home again after party and this is how I looked. हुन्छ नि एकदमै मोटो देखिरहेको छु I know that and I'm really tired and exhausted because आज हामी एकदमै धेरै नाच्यौँ अनि बजामालाई बजामा सबैजना बजामाहरूलाई अनि त्यसै गरी आथे हाजु दिदी बहिनीहरू सबैजनालाई भेट्न पाउँदा चाहिँ एकदमै खुसी लाग्यो आज आफ्टर भेरी लङ टाइम हामीले चाहिँ भेटघाट भएका थियौँ त्यही भएर पनि एकदमै खुसी लाग्यो अनि सबैजना झन् नाच्न अनि गफ गर्न अनि के कस्तो छ भनेर हालचालहरू सोधिराख्नु पाउँदा चाहिँ साँच्ची नै यो भेटघाट कार्यक्रम चाहिँ फ्रिक्वेन्टली भइराख्नु नै पर्छ अनि झन् यो तिज विशेष त झन् अभियसली हामी सबैजना हिन्दू नारीहरूको मान चाड मान पर्व नै रहेको छ होइन अनि थ्याङ्क यू सो मच दम्पुसको मेरो आमा आथे बजामा हाजु सबैजनालाई हामी छोरीहरूलाई पनि इन्भिटेसन गरिदिनु भएकोमा होइन हामीले एकदमै धेरै रमाइलो गऱ्यौँ वी इन्जोयड अ लट अनि मैजुपुलमा जुन कार्यक्रम भएको थियो एकदमै सक्सेसफुल पनि रह्यो अनि सबैजना हुन्छ नि एउटा फ्यामिली ग्यादरिङ जस्तो भएको कारणले गर्दा पनि अप्ठ्यारोपन हुन्छ नि सबैजना चिन्ने सबैजनासँग भेटघाट गरी धेरै पश्चात भेटघाट गरिसकेर बोलचाल गर्न पाउँदा चाहिँ साँच्चै नै मन प्रफुल्लित भएको छ सो thank you so much guys for watching my vlog till now. Do like, share and subscribe to my YouTube channel. Thank you. Have a good time ahead. Bye.